ब्युटिफुल ताल पारी बाटो रहेछ यो चाहिँ इटरीमै पर्छ होइन यो यो नि खिचिराखेको इटरीको ताल तर यहाँ बोटिङ पनि हुन्छ होला बोटिङ हुन्छ ल मेरा मान्छेहरू सबै खिच्नु पर्यो ल ट्राई पठाइ ल्याइएन हेलो के बोल्नुहुन्छ केही भन्दिनँ अघि भनिसकेँ यो जङ्गलको बाघ नाटो ल बाघको मुखमा खिचौँ ल्या बाघले खाला है बाबु तपाईँ पनि बस्नु उतापट्टि नाइ म एकछिन भिडियो खिच्दैछु अब यता गएर घुमघाम गर्ने ठाउँ हेर यहाँ यो खतरा चिम्पान्जी के भनौँ यसलाई अब यहाँबाट छिरेर कस्तो राम्रो हेर त बाबु कस्तो राम्रो डेकोरेसन यो लु छाता पनि रहेछ है ताल तलैया यो के घुम्ने ठाउँ अरे यसलाई के भन्छ हेर न छाता लगाएर डेकोरेसन गरेको छ कस्तो दामी कस्तो राम्रो ठाउँ यो परपराल आउँदा चाहिँ नि यस्तो थिएन कि यहाँ डेकोरेसन थिएन मैले परपरालै पनि 2-3 वर्ष अगाडि पनि भिडियो हालेको छु तर यस्तो राम्रो चाहिँ थिएन यहाँनिर डेकोरेसन गरेको थिएन घुमघाम गर्ने ठाउँ नि राम्रो छ यताबाट राम्रो आउँदो रहेछ बुवालीमा पनि पासेर हरियाली भएपछि चाहिँ घुम्न शीतल पनि हो यसो पाको फुर्सुदको समयमा घुम्नलाई यस्तो राम्रो ठाउँ घुमघाम गर्ने ठाउँ पानी ल एउटा के हो ढुङ्गा राम्रो हरियालीको बिचमा कस्तो राम्रो बोटिङ पनि हुँदो रहेछ त यहाँ त ताल तलैया भनेको चाहिँ यही है मोरङ जिल्लाको इटरीको ताल तलैयालाई कस्तो दामी पनि यहाँ बोटिङ गर्न खोज्दै हुनुहुन्छ मान्छेहरू यो बुहारी झार लजावती के भन्छ नि कस्तो मजा नि यस्तो पनि त अब यस्तै यो हरियाली भएको ठाउँमा त देख्न पाउने हो कस्तो मजा है ल कति राम्रो रहेछ गर्ने ठाउँ हेरौँ हल्लिने यो चाहिँ कस्तो राम्रो रहेछ यो सबै यो यो के को सेप बनाएको हो हुन चाहिँ है यस्तो रहेछ पछाडि कस्तो छ पछाडि पनि यस्तै रहेछ है के बनाएको यस्तो राम्रो बनाएको यता पनि बनाएको रहेछ यो चाहिँ डेकोरेसन चाहिँ साह्रै राम्रो छाता ओढेर हाँसु कस्तो मजाले हाँस पोखरीमा दामी
तर हाम्रो फुल हेर न क्या दामी फुलेको हौ राम फुल त एरियामा। ल यहाँ पनि कस्तो राम्रो छ। यो चाहिँ फुल ओरिजिनल होइन होला। यो चाहिँ यो फुल चाहिँ कस्तो फुल हो ल कस्तो राम्रो। यो सो पिस भनौँ न एउटा। दामी फुल फुलेको छ। यो चाहिँ गेट है निस्किने गेट ताला लगाएको रहेछ। कताबाट निस्किने हो ल।